यो चाहिँ पुम्दीकोटको महादेव मन्दिरमा हामी जाँदैछौँ। हो यहाँ चाहिँ निकै जस उकालो छ। अलि तल नै गाडी रोक्यो, ठुलो गाडी यहाँ माथि आउनु दिँदैन। हो होला निकै नै टाढा छ। यहाँ पार्किङ क्षेत्र हेर्नुहोस् यसरी बन्नु भएको छ। मिरर हाउस, मिरर मेज, ग्लास ब्रिज, सिस्मो हल, सिसाको पुलहरू, कमलको पिङहरू हजुर सर त्यहाँनिर महादेवको मन्दिर यो त्यो माथि चाहिँ घुम्न जाने ठाउँ रहेछ, तर त्यहाँ टिकट चाहिँ धेरै महँगो छ। तल देखिएको चाहिँ फेवाताल हो, फेवाताल हो त्यो तलको चाहिँ फेवाताल हो। हजुर हजुर हो ल यो मन्दिर ड्रेस लाएर खिच्ने पनि रहेछ। सिँढीहरू सिँढी हो। अब यहाँ मन्दिर आइपुग्यो। हो मन्दिर आइपुग्यो। यसरी चाहिँ अझै माथि जान सकिन्छ। यो उसमा यो माथि यहाँ चाहिँ यस्तो छ। यो चाहिँ डमरू हो। यहाँ माथिबाट देखिएको पोखरा सहरको चाहिँ दृश्यहरू हो। भिडियो है ल यो डाँडाबाट देखिएको फेवाताल, पोखरा बजार, फेवाताल यहाँबाट धेरै ठुलो राम्रो देखिन्छ। पहिले आउँदाखेरि सानो बाटो थियो, अहिले चाहिँ निकै चाहिँ अब सानसानो गाडी परसम्मै जान सक्ने जस्तो चाहिँ गरेर बाटो बनाएको रहेछ अहिले यताबाट। पोखरा पोखरा बजारका घरहरू कति धेरै हो। त्यहाँ स्तूपमा जाने चाहिँ सानो बाटो छ। यहाँ यो स्टेप स्टेप गरेर बनाएको छ। पारीको चाहिँ गुम्बा हो, स्तूपा भनेर भन्छन्। आयो हामी हो यसरी अलिकति चाहिँ जङ्गलको बाटो जस्तो पनि छ। राम्रो छ।
शान्ति स्तूपा हो हामी शान्ति स्तूपा आयौँ हो शान्ति स्तूपा आइपुग्यो हल्ला नगरौँ एकछिन हो यहाँ आउने यताबाट हो र जाने अर्को बाटो छ यो यस्तो राम्रो बगैँचा छ धेरै बगैँचाहरू बनाइसके धेरै राम्रो छ यस्तो छ यो तलपट्टिको बाटो हो स्तूपाबाट चाहिँ यहाँ तल चाहिँ झरिन्छ सबै गाडी कुरेर बसिन्छ हो ल फोटो नि खिचेँ अब भिडियो पनि भयो गुप्तेश्वर गुफा हो गुप्तेश्वर महादेवको गुफा तल निकै तल छ यहाँ हो यहाँ चाहिँ टिकट काट्ने ठाउँ स्क्यान गर्ने हो गुप्तेश्वर महादेवको मन्दिर भित्र चाहिँ हामी जाँदैछौँ यहाँ विभिन्न भगवानको चाहिँ उ राखेको छ हो यस्तो छ धेरै राम्रो बनाएको रहेछ समुद्र मन्थन गरेर अनि कालकुट बिच निस्केर अनि खाएको समुद्र मन्थन गरेर हेरे हो समुद्र मन्थन हो पोर पानी परेर म त्यही बसेँ मिस गर्ने क्या निकै उ छ यहाँ त चिप्लो छ बिस्तार हो यहाँ पानी चाहिँ थप थप चाहिँ चुहिएको छ पानी यस्तो छ यता जाने होइन र त कहाँ कहाँ पसेको जस्तो छ ठाउँ हो यहाँ चाहिँ बत्ती रहेछ ओहो ए हामी निकै तल पुग्नु पर्ने छ ओहो यो सानो यताबाट चाहिँ यता निस्किने ठाउँ रहेछ
हजुर ए कहाँ हो नि प्रकृतिमा आफै हो यो यिनीहरू चाहिँ सबै पछि हालेको सिँढीहरू यहाँ चिप्लिन सक्छ है यहाँ उगाउनु कमाउनु बरु बिस्तारै यहाँ हतार गर्नु पर्दैन हतार नगर्नुहोस् बिस्तारै हिँड्नुहोस् यहाँ चिप्लिन सक्छ हो चिप्लिन सक्छ यहाँ ल म नआएको नि धेरै भइसक्यो म पोहोर आएँ नि पोहोर आएको थिएन अनि त्योभन्दा अगाडि खोइ त्योभन्दा अगाडि त मैले बिर्सिसकेँ सबै यत्रो ठाउँ रहेछ यत्रो फराकिलो रहेछ यहाँ हो यहाँ गणेशको मूर्ति यहाँ नन्दी हो तल चाहिँ सेती नदीको चाहिँ खोज छ ऊ सेती नदी बगिरहेछ तल तल मान्छेहरू यहाँ हेरिरहेछ हो यहाँ चाहिँ ठुलो छ नि महेन्द्र गुफा भन्दा पनि यहाँ चाहिँ धेरै ठुलो चाहिँ महेन्द्र गुफा भन्दा पनि धेरै ठुलो फराकिलो छ यहाँ यो ठाउँ त झन् हजुरहरू झन् आइरहनु एकदमै आउनै पर्ने ठाउँ हो एकदमै आउनुपर्ने ठाउँ हो है थुप्रै थुप्रै चाहिँ मानिसहरू थुप्रै हाम्रो साथीहरू त्यहाँ तल हुनुहुन्छ हेर्न पर्छ त्यो बिच फल उताबाट हेर्दाखेरि यताबाट चाहिँ पुरा यो यहाँ देखेर राम्रो छ यसरी चाहिँ ढुङ्गाको वाल लाएर सपोर्टिङ गरेर रहेछ यता त झन् केही भन्दा सबै भक्तजनहरूलाई मेरो स्वागत पनि यति धैर्यतापूर्वक हजुरहरूले सत्सङ्ग सुन्नु भएको छ आफूलाई आनन्दित पार्नु भएको छ म थोरै भगवानको भावहरू शब्दबाट देखाउनेछु लागिरह्यो गिरिवर विन्ध्य शिरोधि